हालसाबिक भनेको के हो र किन गरिन्छ? नक्सा पास गर्नु अघि किन हालसाबिक गरिएकै हुनुपर्छ? हालसाबिक भनेको चाहिँ तपाईले फिल्डमा भोगचलन गरे अनुसारको नयाँ नक्सा र नयाँ पूर्जा बनाउनु हो। नेपालमा 2022 मा यो सर्वे गरिएर पुरानो विवरणहरू राखिएको थियो। तर अब अहिले फिल्डमा के परिवर्तन भएको छ, कतै बाटो आएको छ, कतै सार्वजनिक भवनहरू बनेको छ, अन्य संघ संस्थाहरू के छन्, त्यसको सम्पूर्ण विवरणहरू खुलाएर फेरि अब त्यहाँ नयाँ नापी नक्सा अद्यावधि गरेर पुरानो विवरण खारेज गरिनुलाई यो हालसाबिक भनिन्छ। र अब त्यसै गरी पूर्जामा अलिकति बढी जग्गा थियो र फिल्डमा केही कम छ भने त्यस्तो कतिपय ठाउँमा खाली स्पेस भएर नमिलेको हुन सक्छ। त्यस्तो खाली भएको स्पेस मिलाउन पनि हालसाबिक गरिन्छ। र अब यसरी हालसाबिक गरिसकेपछि फिल्डमा जग्गा पुगेको थिएन, पूर्जामा भन्दा कम जग्गा थियो, त्यहाँ यदि नजिकै खाली जग्गासँग मिलाएर तपाईको जग्गा पनि बढ्छ। त्यस्तै अब तपाईको जग्गा हालसाबिक गरिएको छ अथवा छैन भन्ने कसरी गर्न सकिन्छ, भिन्न प्रक्रियाको बारेमा हामीलाई चाहिँ कमेन्ट गरेर कमेन्ट मार्फत हामीसँग चाहिँ जानकारी लिन सक्नुहुन्छ।